हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु भनौँ। अहिलेसम्म त अब चाहिँ आयो बर्खा लागिसक्यो। अब सबैजना धान रोप्दै होला अनि यता पनि चट्ट अब सुरु भइसक्यो। असार लागिसक्यो नि त। अब धेरै यस्तो सब त रोपाइ भइरहेछ आनन्दले। अब केटीहरू तिमीहरू अब घोटो पर्ने दिन आयो रोप्नलाई। अब कति तर पैसा नि कमाउँछ यार केटीहरूले बर्खामा त, किनकि टक्क घन्टा हिँड्नु पाइयो नि त। कमाउँछ कि अब केटासँग पैसा माग्नुपर्छ कि यो बर्खामा त कमाउँछ त्यही टन्नै। अब हाम्रो पनि रोपाइ हुन लाग्यो, तर मलाई रोप्न पनि त्यहाँ म चाहिँ नो आली लगाएको मैले सबै त होइन। मम्मीले आली चाहिँ लगाएँ। अरू चाहिँ अब केटीहरूको काम दिदी बहिनी अब छिमेकी आन्टी सबैको काम हुन्छ। सर त्यहाँ कि बिउ खालेर थियो सबैले नास्ता खान। सर अब मौसम पानी पर्न लाग्यो, उता त घाम लागिसक्यो हौ। ल है त अब राम्रोसँग रोप्नु होला। धक्क रोपेर मेरो भिडियो हेर्दै होला के अरे होइन, अघि रोपेर आएको होला सायद। अहिले सुत्दै मेरो भिडियो हेर्नुमा चाहिँ छुट्टै नि होइन। ल अब एक त रोपाइ भएको के अरे रोपिन्छ, सबैले रोप्नु होला है त। चाहिँ अहिले नास्ता खान आइसक्यो अनि यहाँ नास्ता खाँदैछु। अनि यता त अलिक घाम लगाइरह, यतातिर चाहिँ पानी पर्न लाग्यो। यहाँ आएको म फेरि खाना सधैँ यहाँ अलिक बेस्ट हुन्छ कि चाउमिन चटपट यसो चाहिदिउँ भनेको। त्यही भएर चाख्छु है त, चाख्नु त चाहियो फेरि चाख्छु। हाम्रो लागि चाहिँ अलि मेरोलाई चाहिँ यहीँ बेस्ट लाग्छ क्या। घर नजिकै पनि छ अनि आफ्नै फुपूको पनि हो। त्यहाँ अर्जुनलाई लिएर आउँथेँ। अर्जुन चाहिँ अलिक अझ तिनीहरूको धान रोप्ने हो क्या, त्यही भएर अलिक देखेन। त्यहाँ अर्कोचोटि चाहिँ लिएर आउनु पर्ला। ल अब यो सोलक्कै खानु पर्ला। अनि बहिनीले पनि लाग्दैन भनेको नास्ता बिचरा धान रोप्न खायो त्यो पनि। त्यहाँ यसरी चाहिँ हामी पौडी खेल्न आएको छ। यहीँ त्यति रहेछ, पानी पनि छैन। यति हो भने खेलेर सिधा बुझाउनु पऱ्यो। फेरि ल उल्टे दाइ भन्दै ल है त। यसो खतरा हो कि फेरि यो त सधैँ हानिरहेको छ भने बल खेल्दा। ए छोप्न आइज छोप ऊ हान्यो त मिल्यो त। ल तेरो सुल्टे हो कि उल्टे हो? ए टाउको टेकीलाई त्यही हो। ओ हानी रहेछ यार। छड्के ल छड्के ल समझ भयो। म हान्छु बरु ढुङ्गा छैन। ल छडकै खेल्नु पर्यो यार। खेलिरहने होइन वाटर प्रुफ हो कि मेरो मोबाइल अलि डुब्यो भने अलिक। हाम्रो लागि त्यतिको पनि थियो पौडी खेल्नलाई होइन भिडियो। ए यस्तो जे भने नि ए हो कि होइन टिकटकमा हो कि यता के भन्छ वगेरा के गुगलमा हाल्यो। गुगल अहिले सेम्पल लाउनु ल अब लाउने छिटो। ल अब खेल्नु पर्यो एकछिन। को लाउँछ है? म लाउँछु क्या। कहाँ मलाई लिन आएको फेरि देखा त 0 सेकेन्ड हो। ल अहिले चाहिँ हामी पौडी खेलेर नै आइसक्यो है। हामी पौडी खेलेर आएको नि तपाईँ जाने होइन हो। खै खेतमा त मजा आउनु भयो, खोलामा हो नि मजा आउने। ल यता आइज
यस्तो हाँसाउनु पर्छ धान रोपे किन दादा धान रोपेर आएको सबै पूर्णिमा धान रोपेर आएको यसले रोपिने रोपेन यो त खेल्न मात्रै त होला नि गएको भन्छु तर म ल अब घर आइसक्यौँ हामी क्रिम खान्छ हौ मसँग पैसा नि मोबाइलमा हेर टिक टिक डिस 50 रुपियाँ गरे यहाँभित्र कति खाजा नखा ए भित्र देखेँ नि कि तैँले देखाउनु न कति गेस गर मिलाएछ भने दियो ल मिलेन गेस गर नि कति ए मिलायो भने दिन्छु कि त्यति खाएन ल अब लाइन छैन के अरे घर आयो खानासाना खाएर हुनु अनि घुप्लुक्क सुत्नु पर्यो अनि भोलि भेटौँ ल आज चाहिँ नेक्स्ट डे भइसकेको छ अनि हिजो धान रोपेन तर आज फेरि सर अनि हिजो रोपेन के अर्जुनहरूको जोतेर मात्रै राखेछ अनि धान रोपिरहेको तिमीहरूले 3 जना धान रोप्ने 3 जना उखाल्ने 2 जना चाहिँ खेल्ने त्यो ल म धान रोप्दिउँ भनेर यसो सोचिरहेको छु म पनि रोपेको नि होइन रोप्न त रोपेँ त्यही पनि अब सिकाऊँ भनेर सिक्नुपर्छ क्या धान रोप्न पहिला यस्तो निचार्ने अरे ए हो आइज लेट्स गो यहाँ त मिल्दैन अलि सम्म भए पो होइन त पानी जारी थाउनी बनाएन के मैले बनाएको थिएँ पानी गर्दै उया कसो बनाइदियो के ल्याउ थियो त यहाँ काइकल्या पल्टा अनि अलि फास्ट गर्ने है त त्यहाँबाट आएर लोप्ने यताबाट यहाँ त अलि फोर छ अब त्यो त्यस्तो गर्नु पर्दैन कि हिँड्नु त ल त त्यसकै अब बला आइपछि रिमा दिदी पनि त भाइरल हुन्छ नि त हेर्नु न यसले कसो रोपेछ यो अलि थाहा भयो क्या है यस्तो हुनुपर्छ यस्तो मसियाउँछ ल यस्तो कति नजिक रोपेको हो माइ गॉड यस्तो के अलि यस्तो गर न यस्तो गरे के यिनीहरू हेर्ने मान्छे हामी चाहिँ रोप्ने मान्छे दर्शक बिगार्नु के अरे यो यस्तो यसले कसरी रोपेको छ गाइस आउँछ के मलाई अब त भन्ने के हल्का त आउँछ छोरालाई त हाम्रै मिल्ने नजिक मान्छे देखेछ त्यो मिलाम है यसले चाहिँ गाइस हेर यो कति फाल्छ यस्तो रोप्न पनि आउन फेरि यो त दुबियो यति सजिलो हुने है यस्तो पनि हुन्छ वास्तवमा हिलो थियो यो आज बिना होला पढिखेल जाने हैन उमा खाके खुरनी होला हामी गएको के यति दियो कम्बर जामै आज छिट्टै भ्याएर नास्ता खाएर अनि चिसो खुर्नी खरा यिनीहरु जान्न भयो यो चाहिँ मेरो मम्स दोदाले खाने हा अनि निकाले ओ माय गॉड खतरा आइदियो यार भिडियो त भएन गाइस थाहा अब यसले चाहिँ यस्तै हो अब यसले जान्दैन ल रोपम है रोपम ल बहिनी भाइ रोपेछ नि हेर्नु राम्रो ए मिना दिदी राम्रोसँग है चप हान्नु पर्यो अलि यता फेरि छिट्टै उकालै पाती भएर निमा साँच्चै ए आमा छाता त फल्ने खास यो हावा आउन नदिएको कि घाम आउन नदिएको ए घाम आएर हो कि हावा यता फेरि गाह्रो त भएन नि तिम्रो हजुरहरूलाई श्वास त्यो पालाहरू मेलाको मामी एक्लै हो गीत बजाएर गर्नु के सर ब्लुटुथ ल्याएर
कन गर्नुपर्छ घामला उता भ्याइभ्याएको सबै उता पेहनाज ए ल रे ए उखाल्दै गर्नु अब नास्ता बनाउनु त्यो जानु पर्यो हामी त नास्ता हान्नु पर्यो ल त है नास्ता बनाएर ल्याइहाल्छौँ कहाँ कस्तो कस्तो वाटरप्रुफ हो कि मेरो मोबाइल फेरि अलि त्यही अब एकछिन नास्ता बनाऊँ है त हाई गर हाई गर्नु नास्ता खाने बेला भयो ममचम खाँदै चटपट हाल्दै अरू चाहिँ अब पसलतिर सपिङ हान्न गइरहेको तिनीहरू पैसा कमायो सपिङ हान्न गयो है तिम्रो मम्मी नि गयो अब यो कोठी हो कि यो कानुनको कोठी हो र कालाको होइन म कालामै कोठी आइगयो पिरो रहेछ चटपट्टा पिरो भएको अब टी खाएर बलखेङ जानुपर्छ अब खामै त ल नास्ता खाएर नि अहिले चाहिँ म एकदम पसिना निस्कियो त पिरो रहेछ जस्तै सबै पुसेर फ्यानमा बसिरहेको छु आराम गर्नु पऱ्यो नि त एकछिन अब टक्क अब भिडियो एडिटिङ गरेर पोस्ट गर्नु अहिले नै भर्खरै त्यही भएर अलि गाह्रो भयो त्यही भएर पोस्ट गरेर फेरि बल खेल्न जानु आज चाहिँ त्यही भएर म अलि अब हतारमै बिदा लिन चाहन्छु अनि यहाँसम्म हेरिदिनु भएको छ भने कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला भन्छु म चाहिँ एकदम मैले हेरिरहेको हुन्छु कोले हेर्नु रहेछ भिडियो भनेर त्यही भएर कमेन्ट चाहिँ गर्नु होला सानो इमोजी भयो नि त्यति हो र आजको लागि चाहिँ भिडियो इन गर्छु हिजो फोन दियो भने ल थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु द लाइक एन्ड सब्सक्राइब हिट द बेल आइकन भन्दै आजलाई बिदा लिन चाहन्छु भेटौँला है त नेक्स्ट ब्लगमा सी यू त बाई